नयाँ सरकार यस्तो परिस्थितिमा आएको छ कि विगतमा सबै पार्टीहरूलाई जनताले एकपटक हेरिसकेका छन् र अहिले यस्तो वाक्क भएर ती पार्टीहरूप्रति वाक्क भएर नयाँ मान्छेहरू नयाँ युवाहरू आइसकेपछि केही गर्लान् भन्ने सबैको अपेक्षा छ। अब यो सरकारले सर्वप्रथम के गर्नुपर्छ भने बाहिर हल्ला आएको छ, बालेन रवि दुईटा ग्रुप हुन्, यिनीहरू मिल्दैनन् के भनेर आइरहेछ। अब यिनीहरूले आफूलाई होइन देश र जनतालाई बिचमा राखेर अथवा उनीहरूलाई केन्द्रमा राखेर पहिलो देश र जनताको हितमा काम गर्ने गरी अगाडि बढ्नुपर्छ, पहिलो सोच। दोस्रो सोच, सबै क्षेत्रमा, चाहे शिक्षा क्षेत्रमा होस्, चाहे व्यापारी क्षेत्रमा होस्, चाहे कृषिमा होस्, चाहे अन्य जुनसुकै क्षेत्रमा होस्, साह्रै धेरै व्यथिति छ। यो व्यथितिहरूलाई उहाँहरूले नआत्तिकन नहतारिकन सिस्टमेटिक तरिकाले चाहिँ काम गरेर एउटा अनुभूति हुने गरी सरकारले काम गरोस् भन्ने अपेक्षा एउटा मैले त्यो गर्दछु हैन। अर्को कुरा के छ भने यो जुन परिवेश अहिले सिर्जना भइरहेको छ, के होला भन्ने कुरा सिर्जना भइरहेको छ। यो सिर्जना भइरहेको परिवेशमा उनीहरूले जसरी पहिला थोरै हुँदाखेरि रासपाले थोरै मान्छे हुँदा पनि जुन खालको अनुभूति गराएको थियो, त्यो अनुभूति फेरि पनि त्यसलाई जसरी सङ्ख्यामा वृद्धि गरेर जुन विश्वास जनताले दिएका छन् त्यो अनुभूत हुने गरी, जस्तो सहकारीको कुरा छ, सहकारी पीडितमा रासपाभन्दा अन्य पार्टीका पनि धेरै देखिन्थे। हामीले पत्र पत्रिकाबाट पाएको न्युजमा उनीहरूले पनि राहत पाउनु पर्यो। उनीहरूले आफ्नो त्यो साग बेचेर होस् अथवा के बेचेर 2 रुपियाँ जम्मा गरेका छन्, त्यो पैसा उनीहरूको गएको छ। अहिले घरमा सबैको बिचमा चाहिँ झगडा परिरहेछ, त्यो कुरालाई पनि हेक्का राखियोस्, अरू क्षेत्रका कुराहरूलाई पनि हेक्का राखियोस् र यो अहिले प्रारम्भिक अथवा सुरुमा थोरै समयमा हुन सक्ने कामहरू एउटा लिस्टेड होस् अनि लङ टर्ममा जानेहरू अर्को होस् र यी बिचका माफियाहरू जुन छन् यिनीहरूलाई निस्तेज गरेर सरकार अगाडि बढोस् भन्ने मैले चाहन्छु। यस्तो हो, यो देश चलाउन भनेको कस्तो हो भने टिमले चलाउने चिज हो। मलाई लाग्छ बालेन शाह जस्तै टिम त्यहाँ एकदमै नयाँ पढेको, विदेशबाटै पढेको सङ्ख्या मैले पत्र पत्रिकाबाट हेरेको थिएँ, विदेशबाटै पढेको सङ्ख्या धेरै देखिन्छ। यहाँको पनि पढेका सङ्ख्याहरू देखिन्छन् जुन हिजोका पार्टीहरूमा थिएनन्। पुरानो तरिकाले मात्रै चलाएको थियो, तिनीहरूको कुनै पनि अस्तित्व थिएन नयाँ भए पनि। तर यिनीहरूले किन सक्छन् जस्तो मलाई लाग्छ भने होला सुरुमा केही अनुभव कमी हुनाले कतै कतै अन्यल हुन्छ कि भन्ने हुन्छ। उहाँहरूलाई सपोर्ट गर्नको लागि त्यस क्षेत्रका विज्ञहरू आफै तम तयार हुनुहुन्छ। त्यो विज्ञहरू पहिचान गरेर सरसल्लाह गरेर उहाँहरू अगाडि जानुपर्छ। त्यो अर्थमा बालेनले चलाउन नसक्ने भन्ने हुँदैन, चलाउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ। पुराना दलहरूले त पहिलो कुरो आफूलाई सच्याउनु पर्ने कुरा जुन एउटा माथि नेतृत्वमा भयो, तलका कार्यकर्ता अथवा उनीहरूको पक्षमा रहेका मान्छेहरूलाई पनि व्यवस्था गरेर जसरी हिँड्यो कार्यकर्ता अथवा सामान्य जनतालाई त कुनै वास्तै गर्दै गरिएन। अब त्यो आफूले गरेको गल्ती, म कहाँबाट उठेर आएको हुँ, मैले कसको सपोर्टले आएको हुँ, म के को लागि आएको थिएँ, मैले कसलाई सहयोग गर्नको लागि आएको थिएँ, मेरो जिम्मेवारी के थियो भन्ने कुरा जसरी बोध नगरिकन मै हुँ सर्वेसर्वा भनेर गएको थिएँ, ती कुराहरूमा यिनले पहिलो करेक्सन गर्नुपर्छ। फेरि ती पार्टीहरू पुरै सधैँ निस्तेज हुन्छन् भन्ने पनि छैन। भोलि यिनीहरूले नराम्रो गऱ्यो भने नयाँहरू पनि जान सक्छन् हैन। यिनीहरूले राम्रो गऱ्यो भने यिनीहरू रहन सक्छन्। जनता त के छ भने आकुल व्याकुल भएको छ। त्यो व्याकुलको अवस्थामा नयाँ विकल्प खोजेको छ, राहत खोजेको छ। एउटा घाइते मान्छेले के खोज्छ भने मलाई कसैले उठाइदियोस् भने जस्तो खोज्छ। जनताले खोजेको अहिले त्यही हो। यिनीहरूले जसरी पीडित बनाए, व्यथित बनाए, त्यसबाट मुक्ति पाउनको लागि जनताले अहिले नयाँ रोजेको हो र त्यही अनुसार चाहिँ पुराना पार्टीहरूले पनि हामीले साँच्चै नै गल्ती गरेछौँ, आत्मसमीक्षा गर्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने चेत यिनीहरूमा आउनुपर्छ। त्यसरी अगाडि बढ्यो भने केही न केही जनताले पनि राहत महसुस हुन्छन्, यिनीहरूको नयाँपनमा पनि। अब पुरानाहरूले होइन, नयाँहरू अगाडि बढ्न सक्नुपर्छ। नयाँ बढ्ने क्रममा पुरानाकै धर्म निर्वाह गरेर त्यसरी नै बढ्यो भने त उही हुन्छ। तर नयाँपन दिएर अगाडि गए भने पुराना पार्टीहरूको पनि केही राम्रो हुने देखिन्छ। किनभने यो त सचेत हुने अवस्था हो, सचेत भएर भोलि आफूलाई सुधार्ने अवस्था पनि हो भनेर भन्न चाहन्छु मैले।